अहिलेसम्म नेपाल विद्युत प्राधिकरणसँग नै बिजुली किन्नुपर्ने बाध्यता छ, किनभने विद्युत प्राधिकरणसँग मात्र विद्युत वितरणको लाइसेन्स छ। अब भने यसमा विद्युत प्राधिकरणको एकाधिकार तोडिने भएको छ। विद्युत नियमन आयोगले विद्युतको प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच सम्बन्धी निर्देशिका जारी गरेको छ। यो निर्देशिका अनुसार अब औद्योगिक तथा व्यापारिक उपभोक्ताले सिधै हाइड्रो पावर कम्पनीसँग आफूलाई चाहिने बिजुली खरिद गर्न सक्नेछन्। यसको लागि विद्युत उत्पादन गर्ने कम्पनी र उपभोग गर्ने औद्योगिक तथा व्यापारिक ग्राहक बीच सम्झौता गर्नुपर्ने हुन्छ। प्रसारण लाइन लगायतका 9 प्रकारका शुल्क तिरेपछि विद्युत प्राधिकरणकै प्रसारण लाइन प्रयोग गरेर विद्युत उत्पादकले सिधै ग्राहकलाई बिजुली बेच्न पाउनेछ। अर्थात् अब हाइड्रो प्रवर्धकलाई आफ्नो बिजुलीको ग्राहक आफै खोज्ने बाटो खुलेको छ। यसो हुँदा विद्युत प्राधिकरणले बिजुली किन्दैन कि भन्ने समस्या पनि हट्नेछ, किनभने अब विद्युत प्राधिकरण नभए पनि विद्युत खरिद बिक्री सम्झौता हुन सक्नेछ।